हाई एभ्रिवान, सबैजनालाई नमस्ते, वेलकम मेरो मिनी भ्लगमा। आज हामी जाँदैछौँ द्याब ड्याम। हामी चाहिँ यता बाग बजारदेखि गाडी चढेर सुन्दरजल बसबाट पुग्यौँ। त्यहाँबाट बसबाट उत्रेर हामी केही सामानहरू किन्नु थियो, अनि त्यहाँनिर भिडियो बनाउँदै सामानहरू किन्दै रमाइलो गर्दै एकछिन त्यहाँनिर हामीले रेस्ट गऱ्यौँ। अनि रेस्ट गरेर हामी त्यहाँदेखि हिँड्यौँ अगाडि हिँडिसकेपछि हामी त्यहाँनिर एउटा राम्रो झरना रहेछ, कहीँ मानवनी जस्तै लाग्छ मलाई चाहिँ। अनि मैले त्यो भिडियो बनाएँ। अनि यहाँ यस्तो राम्रो सुन्दर फुलहरू रहेछ, त्यसको पनि भिडियो बनाउँदै हामी अगाडि बढ्दै गयौँ। अनि यहाँ चाहिँ टिकट काट्नु पर्दो रहेछ। यहाँनिर 5 जना थियौँ, हामीले टिकट काट्यौँ। टिकट काटेर अगाडि बढ्दै जाँदा मैले शिवलिङ्ग देखेँ, अनि मैले भिडियो बनाएँ। अनि त्यहाँनिर एउटा पानी खाने धारा रहेछ, अनि हामी त्यहाँ पानी चाहिन्छ नि त बाटोमा, अनि पानी भरेर हामी अगाडि गयौँ। अनि यहाँ ठुलो तलाउ रहेछ, तर यो मानिसले नै बनाएको होला सायद, एकदम ठुलो थियो। अनि मैले त्यसको पनि भिडियो बनाएँ। भिडियो बनाउँदै गफ गर्दै साथीहरूसँग हामी त्यहाँको सुन्दर दृश्य निहाल्दै हिँड्यौँ। साँच्चीकै सुन्दर ठाउँ रहेछ, यति राम्रो हावा चलिरहेको थियो नि त्यहाँ। अनि खोला नदी नाला, तर जङ्गल चाहिँ लास्टै ठुलो जङ्गल रहेछ। एकदम डर त लागिरहेको थियो, त्यही पनि 5 जना थियौँ, त्यति धेरै डर त लागेन। अरू मान्छेहरू पनि हिँडिरहेको थिए, त्यही भएर हामी चाहिँ त्यति नडराएर हामी चाहिँ पुग्यौँ धापधाम। धापधाम चाहिँ एकदम सुन्दर थियो, त्यहाँ चाहिँ धेरै मान्छेहरू जाँदो रहेछ हेर्नलाई। हामी पनि 5 जना थियौँ, एकछिन रमाइलो गऱ्यौँ, बस्यौँ, त्यसपछि हामी फर्क्यौँ। बाई बाई। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।